थोरै बजेट अहिलेको बजेटको रिभ्यू मात्रै गरे। यहाँ विज्ञ सरहरू हुनुहुन्छ, त्यसमा सरहरूले थप प्रकाश पार्नु हुनेछ। यसमा के चाहिँ सुधारका पक्षहरू छन्, यसको बजेटको स्ट्रेन्थ के हो, यसको विकनेसेस के हो, यसका राम्रा पक्षहरू के छन्, नराम्रा पक्षहरू के छन्, यसमा के सुधार गर्न सकिन्छ, त्यसको बारेमा प्यानलमा उपस्थित विज्ञ सरहरूले थप भन्नु नै हुनेछ। छोटकरीमा चाहिँ भाइ बहिनीहरूले बजेट अब अहिलेको जेनेरेसनलाई त्यति धेरै यसमा त्यति चासो भएको मैले पाइनँ। विद्यार्थी भाइ बहिनीलाई मैले क्लासमा सोद्धा पनि, यहाँ मात्रै होइन अरू कलेजमा एज अ मास्टर्सको स्टुडेन्टहरूले पनि, एमए इकोनोमिक्सै पढ्ने विद्यार्थीहरूले पनि यो बजेटको बारेमा त्यति धेरै ज्ञान राखेको पाइनँ। अब यहाँ चाहिँ विद्यार्थी भाइ बहिनीले कति ज्ञान राख्नु भएको छ, यहाँको क्वेसनले पनि त्यो डिटर्मिनेसन गर्छ। कुन लेभलको क्वेसन चाहिँ तपाईँहरूले रेज गर्नुहुन्छ, कुन लेभलको नलेज चाहिँ तपाईँहरूले एक्वायर गर्नुभएको छ विथ इन द बजेट एज अ स्टुडेन्ट अफ म्यानेजमेन्ट, एज अ स्टुडेन्ट अफ इकोनोमिक्सको आधार। त्यसको आधारमा तपाईँहरूले यो इकोनोमीसँग चाहिँ रिलेटेड हुनु पर्यो। हरेक कुरा गरेर इकोनोमीमा ठोकिन्छ होइन। सबै अस्ति प्रधानमन्त्री पैसो चाहियो पैसो भने जस्तो पैसो नभए केही नहुने रहेछ। त्यस कारण यो पैसाको कुरा पनि हो। अब मैले यहाँ संक्षिप्तमा भने त बजेट 83-84 को समीक्षा भन्यो। अहिलेको बजेटको कुल आकार भन्छौँ हामी यसलाई, कुल खर्च। यो बजेट भनेको सरकारले यो वर्ष कति खर्च गर्छ भनेको हो। सरकारको अब्जेक्टिभ चाहिँ के छ त 21 खर्ब 24 अर्ब 34 करोड बजेट चाहिँ आगामी आर्थिक वर्षमा सरकारले खर्च गर्ने लक्ष्य राख्यो। हाम्रो इन्डिभिजुअल बजेट र गभर्नमेन्ट बजेटमा फरक छ। त्यसकारण गभर्नमेन्टले पहिला खर्चको चाहिँ विनियोजन गर्छ, कति खर्च गर्ने, अनि त्यसपछि त्यो खर्चलाई मिट गर्ने गरी आम्दानीका स्रोतहरू खोज्ने गर्छ। त्यसकारण पहिला खर्च गरियो होइन। खर्च पनि के भन्ने हेर त, कहाँ खर्च गर्ने। चालु खर्च भन्ने भन्छ बजेट पढ्दा, रिकरेन्ट एक्सपेन्डिचर भन्छौँ हामी। करिब 60% त रेगुलर एक्सपेन्डिचर रहेछ होइन। त 1270 चाहिँ अर्ब रुपियाँ चाहिँ चालु खर्चमै जाने। त्यसपछि पुँजीगत खर्च, विकास निर्माणमा गर्ने खर्च 431, करिब 20%। यो वित्तीय व्यवस्थापन भनेको चाहिँ पहिला लिएका ऋणहरूको समाब्याज भुक्तानी गर्ने भनेको सुन्नुभयो होला नि। 30 खर्ब बराबर चाहिँ हाम्रो इकोनोमीको लोन छ होइन। करिब जिडिपी को 44% चाहिँ लोन छ। त्यो लोनको प्रत्येक वर्ष के गर्नु पर्यो, केही न केही समाब्याज भुक्तानी गर्दै जानु पर्यो। त्यसको लागि पनि व्यवस्था गरियो। टोटल बजेट चाहिँ 21 खर्ब 24 अर्ब 34 करोडको सरकारले बुझ्यो। यो बजेट अघिल्लो वर्षको यही तुलनामा करिब 17%ले बढियो। अघिल्लो वर्ष 19 खर्ब बराबरको के थियो त बजेट थियो, अहिले त्यसलाई बढाएर 21 खर्ब 34 अर्ब बनाइयो होइन। अब हेरौँ त बजेट खर्च भनेपछि त आम्दानीको स्रोत चाहियो। आम्दानी कहाँबाट ल्याउने? सरकारको आम्दानीको मुख्य स्रोत भनेको ट्याक्स रेभिन्यू हो भन्छौँ हामी, ट्याक्स रेभिन्यू होइन। तर टोटल रेभिन्यू त ट्याक्स पनि छ, नन ट्याक्स पनि छ। त्यसलाई रेभिन्यू भने रेभिन्यू चाहिँ यति त 14 खर्ब 1405 खर्ब अर्ब बराबर चाहिँ रेभिन्यू कलेक्सन गरे। त ट्याक्स र नन ट्याक्स रेभिन्यू चाहिँ त्यो। अब त्यतिले त पुगेन। खर्च त कति गर्छु भनेको छ, 21 गर्छु भनेको छ। आम्दानी चाहिँ कति हुने रहेछ, जम्मा 14, करिब 7 खर्ब बराबर चाहिँ के भयो त अपुग हुने भयो त। त्यो 7 खर्ब अपुग चाहिँ कहाँबाट ल्याउने? वैदेशिक अनुदान भन्ने हो। 61 अर्ब बराबर वैदेशिक अनुदान प्राप्त गर्ने लक्ष्य राख्यो सर। वैदेशिक लोन लिने, ऋण लिने भनेको वर्ल्ड बैंकसँग, एडीबीसँग, आईएमएफसँग अथवा जीटीजी मार्फत अन्य चाहिँ धनी देशहरूसँग, एडभान्स इकोनोमीहरूसँग लोन लिने। र आन्तरिक लोनको मात्रा हेर त 410 अर्ब बराबर चाहिँ आन्तरिक लोन उठाउँछु भने यति गरेर चाहिँ त्यो खर्ब। अब यो लोन प्राप्त भएन भने बजेट चाहिँ के हुने भयो त, सर्टेज हुने भयो। त्यसलाई हामीले रिसोर्स ग्याप भयो भन्छौँ। रिसोर्स ग्याप, आम्दानी चाहिँ थोरै खर्च चाहिँ धेरै। आम्दानीले खर्चलाई के गर्न सकेन, फुलफिल गर्न नसकेपछि त्यहाँ रिसोर्स ग्याप भयो, त्यो भन्छौँ त। त्यसकारण के भनिएको छ त, मैले एउटा एक लाइनमा लेखेँ, बजेटको करिब 31% हिस्सा चाहिँ ऋण र अनुदानबाट पूर्ति हुने देखिन्छ। टोटल बजेटको 31% हिस्सा चाहिँ ऋण र अनुदानबाट पूर्ति गर्ने लक्ष्य राख्यो सरकारले होइन। यसले सार्वजनिक ऋणको भार अझ बढ्ने, अहिले नै 43-44% पुग्यो भनिएको छ। अझ चाहिँ सार्वजनिक ऋणको भार बढ्ने र अर्को साल झन् चाहिँ वैदेशिक ऋणको चाहिँ वित्तीय व्यवस्थापनमा अझ धेरै बजेट चाहिँ विनियोजन गर्नुपर्ने सरकारले हुन जान्छ होइन। त्यो विश्लेषण गरे अगाडि जाऊ त बाबु। त बजेटका अब बजेटलाई राजनीतिक आँखाले हेर्यौँ भने राजनीतिक आँखाले कोहीले नकारात्मक देख्छन् होइन। अनि सकारात्मक आफ्नै पार्टीका मान्छेहरूले चाहिँ फेरि सकारात्मक देख्छन्। अहिले रासपाले चाहिँ के गर्छ, बजेट त इतिहासमै नभएको बजेट आयो भन्छ। फेरि एमाले काङ्ग्रेसहरूले त यस्तो बजेट त यस्तो झुर बजेट केही थिएन, हावादारी बजेट भनिरहेछ। त्यसरी विश्लेषण गर्नु चाहिँ के हुन्छ, अति हुन्छ। हरेक पक्षको राम्रो र नराम्रो पक्ष दुवै छ। यो बजेटका केही स्ट्रेन्थहरू चाहिँ छन्
यो बजेटका केही राम्रा पक्षहरू पनि छन् र बजेटमा केही कमी कमजोरीहरू अवश्य छन्। त्यो कमी कमजोरीहरूलाई सुधार गर्दै राम्रा पक्षहरूलाई चाहिँ कार्यान्वयनमा गर्न सक्यो भने बजेटले निश्चित उपलब्धि हासिल गर्न सक्छ भनेर अनुमान गर्न सकिन्छ। त निजी क्षेत्रलाई चाहिँ एकदम प्रोत्साहन गर्ने खालको बजेट आयो भनिएको चाहिँ इकोनोमिस्टको हिसाबले हेर्दाखेरि, अर्थशास्त्रको स्टुडेन्टले हेर्दा यो बजेटले सबैभन्दा फेभर यदि कसैलाई गरेको छ भने द्याट इज द प्राइभेट सेक्टर्स। त्यो किन गरिएको हेर त, एउटा आयकरको छुट दिइयो भनेको चाहिँ पहिला 5 लाख थियो, अहिले 10 लाख बनाइयो। 10 लाखसम्म आम्दानी हुनेले 1% मात्रै तिरे भयो। 10 लाखबाट बढ्दै गएपछि ट्याक्सको रेट पनि के हुँदै गयो, बढ्दै भयो। तर अधिकतम पनि कति भन्दा बढी लाग्दैन भने 29% भन्दा बढी ट्याक्स लाग्दैन। योभन्दा अगाडि 39% थियो। अधिकतम ट्याक्सको दर पनि कति हुने भयो त, 29% मात्रै हुने भयो। अघिल्लो आर्थिक वर्षमा 39 सम्म थियो। भनेपछि यसले चाहिँ उच्च आय गर्नेहरूलाई चाहिँ फाइदा हुने हो। त्यसले चाहिँ अब इन्भेस्टमेन्टलाई अझ धेरै प्रमोट गर्ला। उद्योगमा चाहिँ हेर त 273 प्रकारका कच्चा पदार्थको आयातको दर चाहिँ घटाइएको छ। कच्चा पदार्थको इम्पोर्टमा लाग्ने इम्पोर्ट ड्युटिजलाई चाहिँ रिड्युस गरिएको छ, जसले गर्दा प्राइभेट सेक्टरले इन्भेस्टमेन्टमा अथवा प्राइभेट सेक्टरलाई चाहिँ बुस्ट गर्न खोजियो भने चाहिँ उनीहरूको भाषामा भन्यो भने बुस्ट, एकदमै बिग पुस्ट थ्योरी युज गरिएको भन्छ इकोनोमिस्टले चाहिँ। एकदम धेरै लगानी चाहिँ केमा गरिएको त, इन्फ्रास्ट्रक्चरको सेक्टरमा गर्ने र प्राइभेट सेक्टरलाई एकदम एक्सपान्सन गर्ने। इकोनोमीले के भन्छ, प्राइभेट इन्जिन अफ इकोनोमिक ग्रोथ भन्छ प्राइभेट सेक्टरलाई। प्राइभेट सेक्टर चाहिँ आर्थिक वृद्धिको के हो त, इन्जिन हो। त्यसकारण प्राइभेट सेक्टर, अहिलेको अर्थमन्त्रीको भिजनै के छ, जति पनि रोजगारीको सिर्जना हुन्छ 80% रोजगारीको सिर्जना त प्राइभेट सेक्टरले गर्छ। सरकारले त अराउन्ड 20% मात्रै रोजगारीको सिर्जना गर्न सक्छ। त्यसकारण 80% रोजगारीको सिर्जना गर्ने क्षेत्रलाई चाहिँ के गर्नु पर्यो, प्रोत्साहन गर्नु पर्यो, बुस्ट गर्नु पर्यो भन्ने उहाँको अब्जेक्टिभ है त। अर्को चाहिँ अब यहाँ आइटीका हामीभन्दा तिमीहरू जान्ने छौ, सूचना प्रविधिमा एकदम धेरै स्टार्टअप बिजनेस मतलब प्राथमिकता, डिजिटल सेवा विस्तार, एआई सम्बन्धी पूर्वाधारको विकासको घोषणा गरिएको छ। यी सबै चाहिँ के हुन्छ, नयाँ कुराहरू हुन्। योभन्दा अघिल्ला वर्षको बजेटहरूमा भन्दा यसमा थपिएका अलि धेरै प्रायोरिटीमा राखिएका क्षेत्रहरू चाहिँ यो एआई, डिजिटल हैन, क्यूआर को भुक्तानी, डिजिटल ट्रान्सफर्मेसन गर्न खोजिएको छ। बजेटले त्यसलाई उच्च प्राथमिकतामा राखेको हामी पाउँछौँ। अगाडि जाऊ। त कृषि क्षेत्रमा सुधार गर्ने भनिएको छ। हाम्रो इकोनोमीको अराउन्ड अहिले पनि 25% चाहिँ जीडीपी चाहिँ एग्रिकल्चर सेक्टरले कन्ट्रिब्युसन गर्छ। त्यसकारण एग्रिकल्चर सेक्टरको प्रमोसन गरियो भने इकोनोमिक ग्रोथ रेट चाहिँ हासिल गर्न सजिलो हुन्छ। अहिले आर्थिक वृद्धिको दरले 7% लक्ष्य राखियो हैन। त्यो 7% को आर्थिक वृद्धिको लक्ष्य राख्न, जहाँ जीडीपीमा 25% चाहिँ 1/4 चाहिँ एग्रिकल्चरको कन्ट्रिब्युसन छ भनेपछि त्यसमा चाहिँ धेरै प्रायोरिटी। कृषकलाई 2 करोड रुपैयाँसम्मको लगानीमा 40% पुँजीगत अनुदान रे। त 2 करोडको बिजनेस गर्दा 40% चाहिँ पुँजीगत अनुदान। पछि बाली तथा पशु बीमामा 80% प्रिमियमको अनुदान दिने भनेर सरकारले घोषणा गर्यो। यसलाई कृषि क्षेत्रलाई चाहिँ अलि धेरै चाहिँ प्रायोरिटीमा राखेको पाइयो। ऊर्जा क्षेत्रमा अत्यन्त धेरै चाहिँ महत्त्वकांक्षी योजना छ सरकारको हैन। आगामी चाहिँ 10 वर्षभित्रमा त 10,000 मेगावाट पुगेन भने भन्ने नै छ। यो वर्ष नै 1040 मेगावाट चाहिँ बिजुली चाहिँ थप गर्ने लक्ष्य छ। त्यसको लागि 85 अर्ब रुपैयाँ चाहिँ सरकारले विनियोजन गरेको छ विद्युत क्षेत्रको विस्तारको लागि भन्ने हैन। पूर्वाधारको क्षेत्रमा अत्यन्त ठूला परियोजनाहरू छन् हेर त। कुल चाहिँ 431 अर्ब 10 करोड रुपैयाँ चाहिँ विनियोजन, यो टोटल बजेटकै 20% पूर्वाधारको विकास, बाटो बनाउने, पुल बनाउने, हाइड्रो बनाउने भनेर। त्यो मध्ये हेर त 1000 किलोमिटर सडक चाहिँ कालोपत्री गर्ने लक्ष्य छ यो आर्थिक वर्षमै सरकारको लक्ष्य। 275 वटा पुल निर्माण चाहिँ के हो नि सम्पन्न गर्ने लक्ष्य छ हैन। पूर्व पश्चिम राजमार्गलाई 4 लेनमा विस्तार गर्ने कार्यक्रम छ। सँगसँगै 15,800 हेक्टर जमिनमा सिंचाइ सुविधा पुर्याउने लक्ष्य सरकार राख्यो यो आर्थिक वर्षमै। यति धेरै चाहिँ महत्त्वकांक्षी योजनाहरू यो बजेटमा समावेश गरिएको छ। यदि यो लक्ष्य प्राप्ति हुने हो भने 7% को इकोनोमिक ग्रोथ रेट चाहिँ नजिक पुग्न सकिन्छ। अब त्यसका अहिले कमी कमजोरी हामी बनाउँला हैन। अब हेर त, तर यसका केही कमजोरीहरू छन्, राम्रा कुरा मात्रै छैनन्, केही कमी कमजोरीहरू छन्। बजेटको आकार नै के भयो, एकदम ठुलो भयो भनिएको छ। आम्दानी चाहिँ 14, खर्च चाहिँ 21 त करिब 31% बजेट त फेरि तपाईको लोन र वैदेशिक सहयोगबाट। वैदेशिक सहयोग आउँछ कि आउँदैन, लोन दिनेले दिन्छ कि दिँदैन, ती धेरै कुराहरू छन्। त्यसो हुनाले त 58.8 चालु खर्चमा भएको छ हैन। पुँजीगत खर्च जम्मा कति हो त 20.3% मात्रै हो। 60% चाहिँ रेगुलर एक्सपेन्डिचर, करिब 20, त्यसको 1/3 मात्रै के हो त
पुँजीगत खर्च। त्यही पुँजीगत खर्च पनि के हुँदैन, फेरि सबै खर्च हुँदैन। विगतको अनुभवलाई हेऱ्यौँ भने करिब 60 देखि 70% मात्रै पुँजीगत खर्च हुने गरेको छ। त्यही कारण सबै पुँजीगत खर्च गर्ने नै के छ त, सरकारसँग त्यो इफिसियन्सी छ कि छैन। अर्को कार्यान्वयनमा चुनौती छ त। नेपालमा विगत 10 वर्ष पुँजीगत औसत 60 देखि 80% भन्दा माथि पुग्नै सकेको छैन, हैन। अब अहिले चाहिँ त्यही पनि पुँजीगत खर्च अझ धेरै बढाइएको छ। त्यो बराबरको चाहिँ पुँजीगत खर्च गर्न सरकारसँग इफिसियन्सी छ कि छैन, त्यो चाहिँ एउटा महत्त्वपूर्ण चुनौती छ। अथवा पुँजीगत खर्चको विस्तार नै सरकारको लागि सबैभन्दा ठुलो चुनौती छ, हैन। ऋणमा अत्यधिक निर्भर छ। 31% त लोनै लिने भनिएको छ। त्यसमा लोन, आन्तरिक लोन, बाह्य लोन, वैदेशिक सहायता गर्दाखेरि त डेप्ट सर्भिसमा एकदम धेरै चाहिँ डिपेन्डेन्ट छ यो बजेट। वैदेशिक लोन आएन भने, वैदेशिक सहायता आएन भने त्यसले चाहिँ के गर्न सक्छ, बजेटको कार्यान्वयनमा ठुलो असर पुग्न सक्छ, हैन। रोजगारी सिर्जना स्पष्ट कार्यक्रमको अभाव। भन्न चाहिँ रोजगारी सिर्जना गर्ने भनियो, तर स्पष्ट कहाँ रोजगारी सिर्जना गर्ने हो, कुन क्षेत्रलाई चाहिँ रोजगारीको प्रायोरिटी सेक्टर हो, त्यो चाहिँ स्पष्ट व्याख्या गरिएको छैन। र सँगसँगै यो बजेटमा के गरिएन भने यसले सबैभन्दा धेरै चाहिँ मध्यम वर्गलाई चाहिँ प्रोत्साहन गर्ने बजेट हो यो भनेको छ, हैन। अब गरिबीका रेखामुनि रहेका करिब 17.3% नागरिक अहिले पनि गरिबीकै रेखामुनि छन्। तिनको लागि बजेटले ठोस केही कार्यक्रम चाहिँ घोषणा गरेको पाइँदैन। त्यो चाहिँ बजेटको के हो त, विकनेसेस हो, हैन। त्यस्तै गरी अगाडि जाउँ त बाबु। त्यसकारण आर्थिक मूल्याङ्कन गर्दा हेरौँ त, मैले चाहिँ संक्षेपमा के भने यो बजेटलाई मेरो आफ्नो व्यक्तिगत मूल्याङ्कन मात्रै हो। आर्थिक वृद्धि सकारात्मक छ। 7% को आर्थिक वृद्धिको लक्ष्य राखियो, यो सकारात्मक छ। प्राप्त त नहोला, अहिले मात्रै 3.85%। यो आर्थिक वर्षमा लक्ष्य चाहिँ 6% थियो, तर प्राप्त कति हुने अनुमान गरिएको छ भने अस्तिको अर्थमन्त्रीको बजेट भाषणमा के भन्यो, 3.85% को मात्रै आर्थिक वृद्धि हुने लक्ष्य राखियो असारसम्मलाई गर्दा। अब अहिले झन् त्यसलाई बढाएर 7% को आर्थिक वृद्धि भनिएको छ। 7% नभए पनि 5% सम्म मात्रै आर्थिक वृद्धि हासिल गर्यो भने पनि धेरै सन्तोष मान्नुपर्ने हुन्छ। निजी क्षेत्रलाई एकदम राम्रो मानिएको छ बजेट। कर सुधार छ, किनभने 10% रेन्ज बढाइएको छ, हैन। कृषि विकासमा एकदम प्रायोरिटीमा राखेको छ, मध्यम छ। रोजगारी सिर्जना मध्यम भने मैले। वित्तीय अनुशासन एकदम कमजोर छ, किनभने पुँजीगत खर्चको मात्रा चाहिँ बढाउन सकिएको छैन। र सबैभन्दा धेरै खर्च केमा छ त, रेगुलर एक्सपेन्डिचरमा छ, हैन। त्यसकारण कार्यान्वयनमा एकदम ठुलो के छ त, चुनौतीपूर्ण छ। चाहिँ लक्ष्य छ 1400 प्लस चाहिँ नि अरबको, अलिकति एम्बिसियस चाहिँ नि भयो कि, किनकि अहिलेसम्म हाम्रो ट्र्याक रेकर्ड हेर्नुहुन्छ भने 10 अरब चाहिँ नि 10 खरब भन्दा बढीको राजस्व हामीले प्राप्त गर्न सकेका छैनौँ। अब यो एकै वर्षमा हामीले कसरी चाहिँ नि 1400 भन्दा माथिको राजस्व हामीले हासिल गर्न सकौँला, त्यो चाहिँ नि के अरे गोल मिट गर्न सकौँला, त्यो चाहिँ नि अलिकति हामीलाई धेरै च्यालेन्जिङ छ कि। र साथसाथै बजेटमा चाहिँ नि 33 वटा चाहिँ नि अन्तःशुल्क चाहिँ नि के अरेहरू हामीले हटाएको छौँ। त्यसकारणले त्यो अन्तःशुल्क हटाएको पनि यसमा चाहिँ हाम्रो राजस्वमा डाइरेक्टली इम्प्याक्ट पर्छ। तेस्रो चाहिँ नि राजस्व चुहावट। तपाईँले अहिले चाहिँ न्युजमा पढिहाल्नु भएको छ, हिजो मात्रै BYD गाडी चाहिँ नि को कतिवटा पक्रियो, के भयो भन्ने कुराहरू, त्यो चाहिँ डाइरेक्टली राजस्वसँग रिलेटेड कुराहरू हो। राजस्व चुहावट चाहिँ नि लाई हामीले कति कन्ट्रोल गर्न सक्छौँ, अथवा हाम्रो के अरे सुशासनमा हामी कति अगाडि जान सक्छौँ, हामीले भ्रष्टाचारलाई कतिको चाहिँ नि हामीले रोक्न सक्छौँ, त्यसबाट पनि हाम्रो डाइरेक्टली राजस्वलाई चाहिँ असर गर्छ। त्यो एउटा चाहिँ मैले देखाएको छु। दोस्रो मेरो अब अहिले तपाईँहरूको क्वेसनहरू आउँदाखेरि म एकदमै त्यो क्वेसनमा मात्रै लिमिट भएर आन्सर गरौँला। अहिले ओभरअल चाहिँ नि के अरे हाम्रो मोडरेटरले भन्नुभयो भने मेरो अर्को चाहिँ नि अभियसली 39%बाट इन्कम ट्याक्स चाहिँ नि 29%मा चाहिँ नि घट्या छ। र यसले गर्दाखेरि चाहिँ नि मध्यम वर्गलाई एकदम राम्रो बजेट एकदम भन्ने कुराहरू नेगेटिभ आइरहेको छ। मध्यम वर्गलाई चाहिँ नि अब यो क्याटेगोरिकल्ली एकदम क्यालकुलेसन गर्ने हो भने मध्यम वर्गलाई राम्रो भएको पनि होला, तर चाहिँ नि योले चाहिँ के भने 39% र अब हामीले क्याटेगोराइज गर्दाखेरि 10 र 20%लाई मध्यम वर्गमा राख्ने हो भने 27 र 29%हरू चाहिँ नि उच्च वर्गहरूलाई हो, जसको आम्दानी बढी छ। जसको आम्दानी बढी छ त्यसको चाहिनेलाई घटाइया छ। 39बाट 29मा चाहिँ नि के अरे हामी ल्याएको छौँ। त्यसकारणले 5 देखि 10 चाहिँ नि के अरे बढायौँ हामीले
मिडल इन्कम चाहिँ नि ग्रुप ब्राकेटलाई, तर हाई इन्कम ग्रुपलाई चाहिँ हामीले 39बाट चाहिँ नि 29मा ल्यायौँ। त्यसकारण यसले आएर अलिकति ग्याप चाहिँ नि क्रिएट गर्छ कि भन्ने कुराहरू अब मभन्दा छैन भने मेरो भाइ चाहिँ नि अब चार्टर्ड एकाउन्टेन्ट नै यहीँ हुनुहुन्छ अच्युतजी, अब उहाँले चाहिँ नि बढी हाइलाइट गर्नु होला, मैले यति मात्रै बोल्न सक्छु यसमा। अरू मोरलेस अब 7% इकोनोमिक ग्रोथको कुरा आयो, के अरे बजेटमा आएका कुराहरूमा चाहिँ नि कमेन्ट भन्दा पनि बजेट के भने 7% ग्रोथ अब अहिले आएर यसपालि चाहिँ हाम्रो अनुमानित अब आर्थिक सर्वेक्षणको चाहिँ नि 9 महिनाको चाहिँ प्रगति हेर्दाखेरि आषाढ मसान्तसम्म 3.585 चाहिँ नि को हाराहारी 4 भनौँ न, हाराहारी 4 को चाहिँ नि ग्रोथ रेट एचिभ हुँदा चाहिँ एकैचोटि हामी फड्को मारेर 7मा चाहिँ नि पुग्न सक्छौँ कि सक्दैनौँ नपुग्ने भन्ने कुराहरू होइन। पुग्नको लागि हामीलाई जति पनि हामीले प्रोग्रामहरू ल्याएको छौँ त्यसको चाहिँ चुस्तता, त्यसको चाहिँ नि के अरे पेस होइन, त्यसले कतिको रोल खेल्छ त्यो एउटा चाहिँ नि के अरे अर्को एउटा चाहिँ नि अप्ठ्यारो छ। अर्को अब टेलिकममा हामी साझेदारी के अरे चाहिँ नि गर्ने के अरे पिपुल्स पब्लिक पार्टनरसिपका कुराहरू पनि धेरै बजेटमा चाहिँ नि आएको छ। टेलिकमको आफै अपरेसनल लसमा भएको हुनाले हामीले चाहिँ नि पब्लिकमा अपरेसनल लस भएको चाहिँ नि कम्पनीको सेयरमा पब्लिक कतिको एट्र्याक्टिभ होला त्यो पनि के अरे हामीले हेर्न बाँकी नै छ, कतिको चाहिँ नि एट्र्याक्सन होला चाहिँ नि पब्लिकमा त्यो छ। अब अर्को क्यापिटल मार्केटमा सेयर मार्केटमा यो बजेटलाई कतिको वेलकम गर्यो भनेर भन्दाखेरि 2 दिन 3 दिनको नेक्सेको चाहिँ इन्डेक्सले टोटालिटीमा त्यसले कभर गर्दैन, तर सिम्टम्स के दियो त भन्दाखेरि त्यस्तो उत्साहजनक चाहिँ नि ओभरवेल्मिङ रेस्पोन्स चाहिँ नि क्यापिटल मार्केटले बजेटलाई गरेको अहिलेसम्म पाइँदैन। सायद अब चाहिँ नि कमिङ डेजमा ग्रेजुअली चाहिँ नि अरू प्रोग्रामहरू अरू चाहिँ निहरू आउला, के अरे त्यो हेर्न बाँकी नै छ। अहिलेलाई मैले यति भने, थ्याङ्क यू। बजेट चाहिँ मैले हेर्दाखेरि चाहिँ कस्तो देखेको छु भन्दाखेरि यो अलिकति पहिलाको ट्रेडिसनलाई ब्रेक गरेको छ, यसले अलिक ट्रान्जिसन भएर आएको छ। मतलब पहिलाको बजेट चाहिँ कस्तो हुन्थ्यो भने टोटल्ली वितरणमुखी हुन्थ्यो, डिस्ट्रिब्युसन टाइपको हुन्थ्यो, अहिले त्यस्तो छैन। त्यो भनेको के हो भन्दाखेरि जस्तै एउटा के अरे यो बजेटमा सक्नेले छोडौँ भन्ने जुन नारा आछ नि वृद्ध भत्ताको सन्दर्भमा, त्यो भनेको हाम्रो सबै ओल्ड एजलाई वृद्ध भत्ता चाहिँदैन। कुनै बेलामा जरुरी थियो होला, राजनीतिक नारा थियो होला, त्यो अलग्गै कुरा हो, तर आज त्यो वृद्ध भत्ताको पैसा धेरै बर्डन भइसक्यो देशलाई। त्यसैले अहिले एउटा नयाँ नारा ल्याएछ नि, सक्नेले छोडौँ, नसक्नेलाई बरु थपेर पनि दिन सकिन्छ पछि होइन। त्यो चाहिँ एकदमै राम्रो लागेको मलाई। र यो अहिलेको आर्थिक अवस्था के हो भनेर त्यो कुरा हामीले बुझ्नुपर्ने हुन्छ। अहिले हामी बुझ्छौँ, हामी थाहा पाउँछौँ नि, जहाँ चाहिँ हामीले हेरिरहेको हुन्छौँ, पेपरमा हेरिरहेको हुन्छौँ, न्युज पेपरमा हेरिरहेको हुन्छौँ, ब्याङ्कमा चाहिँ अभूतपूर्व रूपमा ब्याज कम छ होइन, एकदमै लोएस्ट इन द हिस्ट्री भन्दा पनि हुन्छ होइन। सिङ्गल डिजिटमा पनि मिडमा आइसकेको छ रेट, तर लोन लिने मान्छे छैन, कसैले पनि व्यापार गर्न चाहँदैन। त्यो के हो त, त्यो प्रब्लम के हो त? अनि जहाँसुकै सुन्दा पनि मन्दी छ भन्ने आउँछ नि, व्यापारै छैन, ब्याङ्कमा पनि डिफल्ट बढिरहेछ। त्यसको समस्या के हो त भन्दाखेरि डिस्पोजेबल इन्कम छैन क्या मान्छेको। भन्दाखेरि जति अहिले अर्न गरिरहेको छ, जति चाहिँ क्यास ह्यान्डमा आइरहेछ, त्योले पुगिरहेको छैन भने डिस्पोजेबल इन्कमको चाहिँ अभाव छ अहिले। कुनै बेला इन्डियामा त्यस्तै भएको थियो, त्यो बेलामा चाहिँ के अरे मनरेगाले लोवर लेभललाई, अनि त्यसपछि ट्याक्स रिफर्मले चाहिँ मिड लेभललाई चाहिँ डिस्पोजेबल इन्कम ट्याक्स रेट घटाइदिएर, त्यो भएपछि के हुन्छ भने स्यालेरिड पर्सनहरूको अर्निङ के अरे इन्डिभिजुअल्सहरूको र यो जसले चाहिँ उद्योग धन्दाहरू गर्छ उनीहरूको पनि ट्याक्स कम भएर हातमा चाहिँ बढी पैसा पर्छ कि। हातमा बढी पैसा परेपछि के हुन्छ भने उसले खर्च गरेपछि के हुन्छ, जहाँबाट किन्छ त्यसको व्यापार चल्छ, आर्थिक गतिविधि बढ्छ। अनि यतातिर चाहिँ हामीलाई स्यालेरीवाला ट्याक्स गुमे जस्तो लाग्छ, तर त्यो अन्तबाट आउँछ कि भने यसलाई चाहिँ लाफर कर सिद्धान्त भन्छ। त्यसले के भन्छ भने कर भनेको कर चाहिँ यति पनि इन्क्रिज गर्नु हुँदैन कि जसले गर्दाखेरि मान्छेले काम गर्ने छोडिदियोस् कि। करको जुन रेट हाइक हो त्यो एउटा निश्चित लेभलसम्म मात्रै त्यसले काम गर्छ। किन करको काम के हो भने त कर हामी किन बढाउँछौँ, टु इन्क्रिज द रिभेन्यू होइन, हाम्रो चाहिँ आय पुगेन त्यही भएर कर बनाउने हो गभर्मेन्टले।
भनेपछि हाम्रो पहिला के थियो भने मिडल क्लासलाई जहिले पनि हेपिन्थ्यो कि जहिले पनि कहाँ गर्ने भन्दाखेरि अप्परलाई पनि फेसिलिटी दिने चाहियो व्यापारी, लोवरलाई पनि यिनीहरूलाई केही पुगेको छैन गभर्मेन्टको काम नै लोवर वर्गलाई दिने भन्ने हुन्थ्यो। यो मिड क्लास चाहिँ जहिले पनि शोषित पीडित हुन्थ्यो क्या। अहिले चाहिँ यो मिड क्लासलाई पनि हेरे जस्तो देखिन्छ। यसको मतलब के भएको छ भन्दाखेरि डिस्पोजेबल इन्कम हाम्रो इकोनोमीमा बढेर जान्छ। अब यसले राइट तरिकाले काम गर्यो भने यसले रेडिकल चेन्ज ल्याउँछ है, तर यो भनेको टु वे गेम हो। अब राइट तरिकाले काम गरेन अनि जुन उसले चाह अनुसारको चाहिँ यसले रिभेन्यू ग्रोथ ल्याएन, किनकि हामीसँग त लिकेजको समस्या त छ होइन। त्यो लिकेजको कारणले गर्दाखेरि वा गभर्मेन्टकै आफ्नै मेसिनरीको कारणले, ढिलासुस्तीको कारणले, त्यहाँ भएको ब्युरोक्रेटिक हर्डलहरू, करप्सनको कारणले गर्दाखेरि ट्याक्स एज एक्सपेक्टेड जुन ट्याक्स दर कम गर्दाखेरि दायरा बढी हुनुपर्ने हो त्यो भएन भने चाहिँ के हुन्छ त भन्दाखेरि यसले चाहिँ एकदम एग्रेसिभ रूपमा इन्फ्लेसन ल्याउँछ है। जुन अहिले भनेको छ नि 6%मा इन्फ्लेसन कायम गर्ने भनेको छ नि, त्यो 6%मा धान्न सक्दैन गभर्मेन्टले। त्यसैले मैले यो बजेट हेर्दाखेरि चाहिँ बजेटको नियतमाथि मलाई कुनै पनि शङ्का छैन। नियत एकदम राम्रो छ र यसले खुद्रे आयोजना, पहिला हुन्थ्यो नि पकेटको आयोजना, यता पनि 1 करोड दिने उता पनि 1 करोड दिने, त्यसलाई पनि 1 करोड, सबै रोडलाई दिने कि। अनि त्यो 1 करोड एउटा रोडलाई दियो भने के हुन्छ, गिटा सिट्यो कि गिट्टी हाल्छन्, बालुवा हाल्छन्, अलिअलि पानी पर्छ बगाएर लान्छ, नो युज। त्यस्तो खालको डिस्ट्रिब्युसन चाहिँ अलिकति चेन्ज भएर अलिक भ्यालुएबल भन्दाखेरि अलिकति त्यसले चाहिँ के ल्यायोस् मटेरियल चेन्ज ल्यायो। त्यस्तो किसिमको आयोजनाहरूमा लगानी गर्नु एकदम राम्रो पक्ष देखिन्छ। तर अघि मैले भने जस्तो बजेटको डिफिसिट एकदमै लार्ज छ, एकदमै एम्बिसियस बजेट छ। त्यसैले यसको चाहिँ यो ठिक हो कि होइन भन्ने कुरा चाहिँ इम्प्लिमेन्टेसनबाट देखिन्छ कि मेन यो बजेटको प्रब्लम भनेको इम्प्लिमेन्टेसन हो। तर जुन तरिकाले चाहिँ मिनिस्ट्रीहरूको साइज कम गरेको छ अनि हामीले एक्सपेन्डिचरहरू कम गर्ने भनेर भनिरहेछ नि अहिले गभर्मेन्टले, त्यो हेर्दाखेरि चाहिँ पोजिटिभ नै देखिन्छ। तर त्यही अघि नै भने नियतको खोड छैन, तर कसरी यसलाई कार्यान्वयन हुन्छ त्यसमा चाहिँ अब सही सहयोग भएन भने चाहिँ यो बजेटले चाहिँ डेन्जरस स्थिति ल्याउन सक्छ। एक्सपेन्सेस डिडक्सन गर्ने दिने पाटोमा पनि फेरि गभर्मेन्ट अलिकति लचिलो बनेको अवस्था छ। पहिला अस्तिको बजेटसम्म डोनेसन 1 लाखसम्म मात्रै घटाउन दिन्थ्यो भने कुनै अर्गनाइजेसनले गर्यो भने, अहिले अब यो बजेटबाट 3 लाख रुपियाँ घटाउन पाउने भनिसकेपछि 2 लाख रुपियाँ अटोमेटिकल्ली त्यहाँबाट के हुने भयो भन्दाखेरिमा गभर्मेन्टको प्रफिटबाट लो हुने भयो। त्यो हुने बित्तिकै त के हुने भयो, ट्याक्स फेरि कमाउने भयो। अर्को बाटोमा हेर्ने भनेदेखि हाम्रो औद्योगिक ऐनले चाहिँ सीएसआरमा गरेको खर्चहरू घटाउन पाउने भन्थ्यो, तर त्यसलाई फर्मल्ली रूपमा हाम्रो इन्कम ट्याक्सले, आयकर ऐनले चाहिँ फर्मल्ली रूपमा त्यसलाई एडजस्ट गरिदिएको थिएन। एउटा पोजिटिभ बाटो भनेको अहिलेबाट चाहिँ सीएसआरमा गरेको खर्च जुन चाहिँ हाम्रो नाफाको 1% छुट्याउनु पर्छ भनेर हाम्रो बकाइदा औद्योगिक ऐनले भन्छ, त्यसलाई चाहिँ अब जहाँ खर्च गरे पनि खर्च गरेको रकम बराबरको चाहिँ घटाउन पाउने भनेर बाटो खोलिदिएको छ। त्यो एउटा राम्रो पक्ष हो। किन भन्दा पहिला यसैले नै गर्दा पनि ट्याक्समा धेरै प्रब्लमहरू ट्याक्स कार्यालय र व्यवसायको बीच अलिकति डिफरेन्स चाहिँ पैदा गरेको थियो। र त्यसै गरी अर्को बाटोमा हेर्ने भने जुन हामीले हामीले बिल्डिङको इन्सुरेन्सहरू गर्छौँ त्यो चाहिँ पहिला 5,000सम्म मात्र घटाउन दिन्थ्यो भने अहिले 10,000सम्म पुर्याएको छ। हामीले बिल्डिङ इन्सुरेन्स गर्छौँ भने पर्सनल्ली पनि, अब लोन लिएको छैनौँ भने त हामी गर्दैनौँ होला, गर्ने बानी पनि छैन हाम्रो पर्सनल होम, तर हामी यदि कतैबाट लोन लिएको छौँ भनेदेखि चाहिँ ब्याङ्कले त्यसलाई ब्याङ्कै लागि भए पनि गर्ने चलन छ। र त्यसै गरेर हेर्ने हो भने अब एजुकेसन बच्चाबच्चीलाई को फीमा तिरेको एजुकेसन फी पनि वार्षिक रूपमा 25,000सम्म घटाउन पाउने व्यवस्था अहिले चाहिँ गरेको छ। त्यसले गर्दा पनि फेरि उता हाम्रो ट्याक्सेबल इन्कम घटाउँछ र ट्याक्स लाग्ने रकम नै पनि अलिकति त्यसले लो बनाउने अवस्था छ। अब अर्को कुरा गर्ने भने फेरि यतापट्टिबाट हाम्रो के गरेको छ, ट्याक्स लाउने रकम पनि घटाइदिएको छ, उता ट्याक्स रेट पनि घट्यो भनेर सरहरूले पनि भनिसक्नु भयो हैन। अब जस्तो अस्तिको वर्षसम्म पनि सिंगल कपल भन्ने प्रोभिजन थियो भने अहिलेको वर्षबाट सिंगल कपल प्रोभिजन
हटाइदिइसकेका छ र पहिला 5 लाखसम्म 1% लाग्थ्यो है भन्ने कुरा थियो भनेदेखि अहिले 10 लाख पुर्याइदिइसकेका छ र हायर लेभल पनि घटाइदिइसकेका छ। त्यसै गरी यदि तपाईहरुले सोशल सेक्युरिटी फन्डमा यदि कसैले कन्ट्रिब्युसन गर्छ भने फेरि त्यो 1% पनि लाग्दैन 10 लाखसम्म, फेरि त्यहाँ पनि जिरो बनाइदिया छ। तर रेभिन्यू चाहिँ पोहोरको भन्दा बढी उठाउँछु भन्छ। कसरी त भनेर भन्दा अलिकति इन्डाइरेक्ट पाराले चाहिँ अहिले अलिकति कर इन्डाइरेक्टली र नयाँ सोर्सेसहरू दायरा विस्तार गर्न खोजेको हो कि जस्तो देखिन्छ। जस्तो प्राइभेट स्कुल अथवा कलेजहरूको फीमा चाहिँ 3% को दरले शिक्षा समता शुल्क उठाउने भन्ने एउटा ट्याक्स आएको छ, जुन चाहिँ पोहोरसम्म थिएन यो कुरो चाहिँ हैन। अहिले जुन अहिले तपाईहरुलाई एभरेस्ट कलेजले चार्ज गरिरहेको छ बिल, अब साउन्डबाट आउने ठाउँमा त्यसमा पनि 3% थपेर आउनेवाला छ। अब एभरेस्ट कलेजले त तिर्दैन त्यो आफ्नो गोजीबाट, गर्ने के हो त उठाउने त अन्तिमको कन्ज्युमर भन्छ क्या भाषामा, अन्तिमको कन्ज्युमरबाट अथवा पढ्ने मान्छेसँगै हो। अब त्यसै गरी अर्को कुरो भन्यो भने प्राइभेट हस्पिटललाई पनि 3% नै फेरि के छ स्वास्थ्य समता शुल्क भनेर चार्ज गरेको अवस्था छ। जस्तो अहिलेसम्म तपाईहरु चाहिँ उपचार गर्न नर्भिक हस्पिटल जानुहुन्थ्यो र 1000 रुपैयाँको बिल आउँथ्यो भने अब 1000 रुपैयाँ प्लस 3% भएर आउनेवाला छ। अब अहिले तपाईहरुले जम्मा 3% त नि 1000 को 3 कति हुन्छ 30 रुपैयाँ, 1030 रुपैयाँ भने जस्तो लाग्छ होला, तर त्यसको इम्प्याक्ट धेरै ठुलो आउनेवाला छ है। अनि त्यसै गरी अर्को चीजमा हेर्ने भने अहिले अब पठाउहरू चढिरहनु भएको छ। तपाईहरु पठाउको फी पनि अब बढ्नेवाला छ। किन भन्दा अहिलेसम्म नेपालमा भ्याटको दर जम्मा एउटा मात्र रेट थियो। भ्याट कि लाग्थ्यो कि लाग्थिएन, लाग्थ्यो भने 13% लाग्थ्यो, लाग्थिएन भने लाग्थिएन। तर अब आउने वर्ष साउनदेखि चाहिँ 5% को दरमा त्यहाँ पनि लाग्नेवाला छ। अहिले तपाईहरुले 100 रुपैयाँमा पठाउ चढ्दै हुनुहुन्छ भने 105 रुपैयाँ लाग्नेवाला छ। अब त्यो पनि तपाईहरुबाटै कलेक्ट हुन्छ। आप भनेको के हो हैन? मैले अहिले इफिसियन्सीको कुरा पनि गर्यौं। यहाँनिर केबाट चाहिँ हुन्छ भने तपाईहरु ग्रेजुएसन गर्नुहुन्छ, हामीले कलेजको करिकुलम पढाउँछौं, त्यसपछि आएर बाहिर निस्किनुहुन्छ, फ्रस्ट्रेट हुनुहुन्छ हैन? आजको मोरलेस चाहिँ नि एकदम कम्प्लिटली टेक्निकल भनेको सब्जेक्ट, अब अहिले पनि टेक्निकल सब्जेक्टको परिभाषा पनि फरक भइसक्यो। हिजो इकोनोमिक्सलाई टेक्निकल भनिन्थ्यो भने अब आज आएर आइटीलाई पनि टेक्निकल भन्न छोडिसकियो, नाम मात्रै टेक्निकल हो। त्यसकारणले क्वेसन तपाईको चाहिँ स्किल ग्याप चाहिँ के भन्दाखेरि हामीले करिकुलम बनाउँदादेखि त्यसपछि आएर त्यो करिकुलमले तपाईलाई भोलि ग्रेजुएसन गरेर तपाईलाई जब चाहिँ नि ग्राब गर्न सक्ने बनाउँछ कि बनाउँदैन। अहिले हाम्रो कन्सर्न त त्यही नै हो। सायद प्रोबेबली हाम्रो चाहिँ नि माननीय अर्थमन्त्रीज्यूले पनि यही सोच्नु भयो होला, किनभने उहाँ पनि हाइली एजुकेटेड चाहिँ नि पर्सनालिटी हुनुहुन्छ। त्यसैले तपाईलाई त्यो ग्राब गर्नको लागि के अरे बजेटले मात्रै होइन, यो चाहिँ विल पावरको कुरा पनि हुन्छ। म कस्तो करिकुलम बनाउने, मैले कस्तो डेलिभरी दिने, मैले क्लासमा चाहिँ कस्तो पेडागोजी अपनाउने, तपाईलाई आएर म लगायत हामी सबैजना अहिले गर्ने के र ठ्याक्क लाएर चाहिँ नि स्लाइड खोल्यो अनि स्लाइडको चाहिँ नि कुरा गर्यो, त्यसपछि आएर चाहिँ नि बकबक गर्यो, 40 मिनट 45 मिनट 1 घण्टाको कति क्लास छ, त्यसपछि आएर चाहिँ नि निस्क्यो, अनि त्यसपछि आएर चाहिँ नि सिद्धियो। बजेटले स्किल ग्याप चाहिँ नि यही कुराहरू खोजेको हो। दुईटा कुरा खोजेको छ। एउटा चाहिँ नि तपाईमा रहेको भोकेसनल चाहिँ नि स्किल पनि यो बजेटले चाहिँ नि ड्राफ्ट गरेको छ। त्यो भनेको चाहिँ नि तपाईँ हामी अहिले गएर हेर्यौँ भने इलेक्ट्रिसियन चाहिँ नि काठमाडौँमा तपाईँले सर्वे गर्नुभयो भने इन्डियाको बिहारको मान्छेहरू इलेक्ट्रिसियन चाहिँ नि पाउनुहुन्छ। प्लम्बिङमा गर्नु भने इन्डियाको जुन ओडिसाको मान्छेहरू तपाईँले पाउनुहुन्छ। मैले इभन श्रीलङ्कनहरू चाहिँ नि काठमाडौँमा आएर के अरे प्लम्बिङमा र इलेक्ट्रिफिकेसनमा काम गरेको। हामी नेपालीहरूले जुन ट्रेडिसनल इलेक्ट्रिसियन हुनुहुन्थ्यो, प्लम्बर हुनुहुन्थ्यो, म्यासन हुनुहुन्थ्यो, उहाँहरूले आफ्नो जब चाहिँ नि छोडेर अब त्यो के अरे पुर्खाले अपनाएको पेसा चाहिँ नि छोडेर हामी चाहिँ नि अहिले आएर जब ओरिएन्टेड भयौँ। तर बाहिरबाट आएको मान्छेले चाहिँ नि हाम्रो त्यो जबहरू लिदिराखेको छ। त्यसकारणले प्रोबेबली यो खालको स्किल ग्यापहरू
हटाउनको सकियो र यो बजेटले चाहिँ नि त्यो के अरे एक्सपेक्टेसन चाहिँ नि गरेको हो भने टु सम एक्सटेन्ट तपाईँले भोलि फ्रस्ट्रेट हुनु पर्दैन। गभर्मेन्टलाई नि के चाहिन्छ फेरि भन्दा मनी पैसा। अब सबै कुरो पेट्रोल र डिजेलमा मात्र थोपर्ने र यता ग्रिन एनर्जी भनौँ अथवा इलेक्ट्रिकतिर केही पनि नगर्दाखेरिमा चाहिँ के हुने भयो भन्दा उसको त्यहाँ एज अ अर्थमन्त्री पनि के हो भन्दा एज अ म्यानेजर हो। जसरी कम्पनीमा एउटा म्यानेजरले काहीँ आफ्नो पैसा आउने छ र आ छैन लिकेज भइरहेको देखिसकेपछि उसको आँखा पहिला बल्छ, यतापट्टि हेर्ने भने अर्थमन्त्री ठ्याक्कै अहिले हेर्दाखेरिमा त्यही हो। त्यही भएर त्यसले हाम्रो कस्ट चाहिँ बढाउँछ, अफकोर्स नै हो। तर यसरी अहिले पनि हेर्ने भने पनि तर पेट्रोल डिजल भन्दाखेरि फेरि यतापट्टिको ग्रिन एनर्जी नै सस्तो छ है। 5% नै हाम्रो ट्याक्स भ्याट लाउँदाखेरि पनि अझै पनि सस्तो छ। र त्यसमा अर्को कुरो नि फेरि के आउन सक्छ भन्दा कहाँ गएर चाहिँ बीपी पोइन्ट आउन सक्छ भनेर भन्दा अब जस्तै प्रोडक्सन अहिले एकदम बढिरहेको छ विद्युतको प्रोडक्सन बढेर अब प्राइभेट कम्पनीलाई पनि डिस्ट्रिब्युसन दिने भन्दैछ। प्राइभेट कम्पनीलाई पनि डिस्ट्रिब्युसन दिएर एनइएको एउटा एकाधिकार हट्यो भनेदेखि त्यहाँ अलिकति मार्केट कम्पिटिसन आउँछ। मार्केट कम्पिटिसन आउने बित्तिकै प्रोडक्सन कस्ट घट्ने बित्तिकै त फेरि के हुन्छ यतापट्टि सेल्स प्राइस पनि घट्न सक्छ। त्यो घट्दाखेरिमा ट्याक्सले त्यहाँ गएर चाहिँ के हुन सक्छ भन्दाखेरिमा ट्याक्स अहिले ट्याक्स चार्ज नगर्दा र पछि ट्याक्स चार्ज गर्दा पनि बी पोइन्ट त्यहाँनिर पनि आउने सम्भावना छ। तर यसले हामीलाई डाइरेक्ट रूपमा इफेक्ट चाहिँ गर्छ, हाम्रो कस्टिङ चाहिँ अलिकति बढाउँछ। तर कम्पेयर गर्दाखेरिमा अहिले पनि पेट्रोल इन्जिन र पेट्रोलवालाहरू भन्दा यतापट्टिको चाहिँ के छ सस्तो नै छ। बजेट जुन कुराले अघि नै सरहरूको डिस्कसनबाट हामीले थाहा पाइसक्यौँ, हाम्रो चुलो चौकोदेखि हाम्रो आर्यघाटको यात्रासम्म हाम्रो राज्यले ल्याउने बजेटले हामीलाई हाम्रो जन्म चुलो चौको र आर्यघाटको यात्रासम्म हामीलाई राज्यले ल्याउने पोलिसी र बजेटले इम्प्याक्ट पारिरहेको हुन्छ। तर एज अ युथ एज अ स्टुडेन्ट यत्रो इम्प्याक्टफुल पोलिसी बजेटमा हामी कति कन्सियस थियौँ या थिएनौँ हामी आफैले ममा भनौँ। तर होप आजको यो डिस्कसनले हामीलाई बजेट भन्ने कुरा हामीसँग एकदमै कन्सर्न राख्ने कुरा हो र यसमा चाहिँ हामीले इच एन्ड एभ्री फ्याक्टरमा हामी चाहिँ सचेत हुनुपर्छ र एज अ सिभिल अफ द कन्ट्री एज अ सिभिल सोसाइटी राज्यले ल्याएको त्यो पोलिसी बजेटलाई इम्प्याक्टफुल तरिकाले चाहिँ हामीले चाहिँ इम्प्लिमेन्टेसनमा लान पनि हाम्रो दायित्व रहन्छ। एउटा अर्थमन्त्रीले बजेट ल्याउने र 2-4 जना कर्मचारीको इफोर्टले मात्रै त्यो बजेट सक्सेस हुँदैन। त्यसको फ्याक्टरहरू या कम्पोनेन्ट्सहरू हामी पनि हो। त्यो सबै कुराहरूले चाहिँ त्यो कुरासँग सिङ्क भएर काम गर्यो भने बजेट चाहिँ सक्सेसफुल्ली इम्प्लिमेन्ट पनि हुन्छ। जब बजेट सक्सेसफुल्ली इम्प्लिमेन्ट हुन्छ तब मात्र हाम्रो समृद्धिको यात्रा र समृद्धिको सपना चाहिँ पुरा हुन्छ भन्ने कुरा म आज यहाँ बसेर सरहरूको डिस्कसन भाइ बहिनीहरूको कन्सर्न सुन्दै गर्दाखेरि मलाई अनुभूति भयो।